बेलुकाको 6 बजेको थियो। दिनभर मरुभूमिमा बसेको जस्तो आभास दिलाउने गर्मी थियो। 5 बजेबाट मौसमले चाल बदल्यो। आधा घण्टा जति बेजोडले हावाहुरी चल्दै थियो। 5:30 बजे पुरै अन्धकार भयो। आफूलाई टेन्सन थपियो। आकाशबाट कुनै पनि बेला पानी खस्न सक्थ्यो। अफिसबाट घर जाने गाडी चढ्ने स्टप पुग्न 6-7 मिनट हिँड्नुपर्छ। बिहान निस्किँदा पानी पर्ने कुनै सङ्केत थिएन। छाता हाल्न बिर्सेछु। अफिसमा दिनभरि ल्यापटप अगाडि बसेर काम गर्दा टाउको भारी भएको थियो। मन पनि खासै ठिक थिएन। सायद उमेर बढ्दै जाँदा मानिसहरूलाई थकान शरीरभन्दा बढी मनमा लाग्न थाल्दो रहेछ। आज पठाउमै घर जान पर्यो सोचेर मोबाइल निकालेर पठाउ खोले। घरको लोकेसन राखेँ। राइड सर्च गरिरहे। यस्तो पानी पर्न लागेको बेला राइड पाउन एकदमै मुस्किल नै हुन्छ। कसले बुक गर्ला र? बरु हिँडेर जानुपर्छ क्या हो। अहिले झन् यता न उता पाइन्छ। मनमा सोच्दै थिएँ। राइड बुक भयो। स्क्रिनमा राइडरको नाम आयो, सन्दीप। एकैछिनमा फोन पनि आयो। लोकेसनमै बस्नु है, म आउँदैछु। उताबाट एउटा भद्र आवाज सुनियो। हस्, मैले भने। हतार हतार अफिसबाट तल झरेर तल बाटोमा उभिएँ। फेरि अर्को कल आयो। भाइ, म लोकेसनमै छु, हेर्नु त, निलो हाफ हेलमेट लगाएको। मैले सडकतिर हेरेँ। पारिपट्टि कालो होन्डा युनिकर्न बाइकमा बसेको एकजना मान्छे हात हल्लाइरहेका थिए। म नजिकै पुगेँ। पहिलो नजरमै उनी अरू पठाउ राइडर जस्ता लागेनन्। फर्मल सर्ट प्यान्ट, खुट्टामा छालाको जुत्ता, हातमा पुरानो तर सफा घडी। बाइक पनि निकै सफा राखेको थियो। उनको अनुहारमा एउटा अजीब शान्ति थियो, जस्तो धेरै कुरा भोगिसकेको मान्छेमा हुन्छ। दाइ, बसौँ, मैले भने। उनले हुन्छ भन्ने भावमा मुन्टो हल्लाए। बाइक बिस्तारै अगाडि बढ्दै गयो। हामी केही बेर चुपचाप नै गयौँ। मलाई किन हो कुन्नी ती दाइप्रति क्युरियोसिटी बढ्दै गइरहेको थियो। सायद उनको ड्रेसअपले, सायद उनको आवाजको शान्तिले, सायद उनको आँखामा लुकेको थकानले। मैले क्याजुअली सोधेँ, दाइ फुल टाइम राइडर हो? उनी हल्का मुस्कुराए। त्यो मुस्कानमा थकाइ पनि थियो, मजाक पनि, अनि जीवनले सिकाएको स्वीकार पनि। होइन यार भाइ, उनले भने। आइटी कम्पनीमा काम गर्छु। म अलि अचम्ममा परेँ। ए, अनि फेरि पठाऊ? मैले सोधेँ। बाइकले एउटा उकालो काट्दै थियो। उनले गियर डाउन गर्दै बिस्तारै भने, हल्का एक्स्ट्रा इन्कमको लागि। त्यसपछि 2 सेकेन्ड जति पज भयो। त्यो पजभित्र धेरै कुरा थिए। घर आउने जाने बाटो लामो छ। साँझ अफिस सकिएपछि यत्तिकै फर्किनुभन्दा 2-4वटा राइड हान्दा तेल खर्च पनि उठ्छ, अलिकति बचत पनि हुन्छ, उनले भने। मैले सामान्य स्वरमा सोधेँ, अनि आइटीमा त राम्रो तलब हुन्छ होला नि? मनमा नै सोचेँ, कमसेकम मेरो भन्दा त राम्रै तलब होला। उनी हल्का हाँसे। हुन्छ भन्नेले त हुन्छ भन्छन्। म पनि हाँसेँ। तर उनी फेरि बोल्न थालेपछि मेरो हाँसो रोकियो। तलब 55,000 छ भाइ। मलाई त्यो रकम नराम्रो लागेन। काठमाडौँमा धेरै मानिसहरू त्योभन्दा एकदमै कममा गुजारा गरिरहेका थिए। तर उनले फेरि थपे, भर्खरै छोरी जन्मेकी छे। यो वाक्यपछि उनको आवाज अचानक नरम भयो। जिम्मेवारी बढे यार। बाइक रातको ट्राफिक बीच अघि बढिरहेको थियो। तर मेरो ध्यान अब सडकमा थिएन। म उनी बोलिरहेको प्रत्येक शब्दमा अड्किएको थिएँ। छोरी अहिले 3 महिनाकी भई, उनले भने। सानो बच्चा भएपछि खर्च कति हुन्छ भन्ने त पछि मात्र थाहा हुँदो रहेछ, उनले हाँस्ने कोसिस गरे। डाइपर, दुध, औषधि अनि घर भाडा त छँदैछ। काठमाडौँमा बस्नु भनेको सास फेर्न पनि पैसा तिर्नुपर्छ जस्तो लाग्छ कहिलेकाहीँ। म चुप थिएँ। उनले आफै कुरा अघि बढाए। पहिला म एक्लै हुँदा केही मतलब थिएन। महिनाको अन्तिममा पैसा सकियो भने पनि हाँसेरै बसिन्थ्यो। तर अहिले? उनले वाक्य अधुरै छाडे। सायद केही भावनाहरू शब्दमा ल्याउन धेरै गाह्रो हुन्छ। हामी रातो पुल नजिकै पुगेका थियौँ। ट्राफिक रोकियो। सहर बत्तीले चम्किरहेको थियो। अगाडि एउटी सानी केटी आफ्नो बुवाको काँधमा बसेर कटन क्यान्डी खाइरहेकी थिए। उनले त्यो दृश्य केही सेकेन्ड हेरिरहे। त्यसपछि बिस्तारै भने, छोरीले मागेपछि हुन्न भन्न पर्छ कि भन्ने डर लाग्छ यार मलाई त। मसँग त्यसको जवाफ थिएन। म पहिलो पटक उनको अनुहार लुकिङ ग्लासमा राम्ररी हेर्न थालेँ। उमेर धेरै थिएन, बढीमा 30-32, तर आँखा मुनिको कालोपन, निधारको हल्का चाउरी अनि आवाजको थकानले उनी झन् बुढो देखिन्थे। घरमा थाहा छ दाइ पठाउ चलाउनुहुन्छ भनेर? मैले सोधेँ। उनी केही बेर चुप रहे। त्यसपछि मुस्कुराए अनि बिस्तारै भने, छैन। किन? मैले सोधेँ। थाहा पायो भने टेन्सन लिन थाल्छन्, उनले नरम स्वरमा भने।
श्रीमतीले खर्च घटाउन थाल्छे। आफूलाई चाहिएको कुरा पनि किन्न मान्दिन। आमाले फोन गरेर धेरै दुःख नगर भन्नुहुन्छ। अनि घरमा फेरि सबैको मन भारी हुन्छ। उनले हल्का सास फेरे। म चाहन्न कि उनीहरूले कम्प्रोमाइज गरून्। सासले नै भने। त्यो शब्द कम्प्रोमाइज उनले धेरै बिस्तारी बोले, जस्तो त्यो शब्दसँग उनको पुरानो सम्बन्ध थियो। मलाई अचानक आफ्नै बुवाको याद आयो। सानो हुँदा कहिले बुझिएन बुवा किन सधैँ थाकेको देखिनुहुन्थ्यो भनेर, किन नयाँ कपडा आफूले किन्नुहुन्नथ्यो, किन कहिलेकाहीँ राति अबेरसम्म जागिरको टेन्सन लिएर बस्नुहुन्थ्यो। हामी बच्चाहरूलाई त केवल यति थाहा हुन्थ्यो बुवाले सबै कुरा मिलाइदिनुहुन्छ, तर त्यो सबै कुरा मिलाउन उनले कति कुरा त्याग गर्नुभएको थियो भन्ने त पछि मात्रै बुझिँदो रहेछ। बाइक फेरि अगाडि बढ्यो। कहिलेकाहीँ गाह्रो लाग्दैन दाइ? मैले सोधेँ। लाग्छ, उनले सिधा प्रश्नको सिधै जवाफ दिए। अफिसमा 8 घन्टा कोडिङ गर्यो, त्यसपछि राति राइड हान्यो। घर पुग्दा त शरीर नै भाँचिएको हुन्छ। अनि छोरीको अनुहार हेरेपछि फेरि इनर्जी आउँछ। यो वाक्य सुन्दा किन कुन्ने मेरो घाँटी अचानक भारी भयो। मान्छेले आफ्नै लागि बाँच्न त यति गाह्रो हुन्छ, अरूको लागि बाँच्न झन् कति गाह्रो हुन्छ होला, मैले मनमा नै सोचेँ। उनले अगाडि हेर्दै भने, अहिले त सुतिरहेकी हुन्छे म घर पुग्दा, तर कहिलेकाहीँ उठेकी भेटिन्छे, आफ्नो सानो हात चलाउँछे अनि मसँग हाँसे जस्तो गर्छे। उनी हल्का हाँसे। त्यो फिलिङ एक्सप्लेन गर्न सक्दिनँ भाइ, उनले बिस्तारी भने। काठमाडौँको चिसो हावा अनुहारमा ठोकिरहेको थियो, तर मेरो मन भित्रभित्रै अनौठो गर्मी फैलिरहेको थियो। हामी गन्तव्य नजिक पुग्दै थियौँ, तर मलाई त्यो यात्रा अझै लामो होस् जस्तो लागिरहेको थियो। दाइ कहिलेदेखि पठाउ चलन थाल्नु भएको? मैले फेरि सोधेँ। छोरी जन्मिएपछि, दाइले भने। दिनको कति कमाइ हुन्छ? मैले सोधेँ। डिपेन्ड्स, उनले भने। थाकिन्न? मैले सोधेँ। थाकिन्छ, उनले थाकेकै जसरी भने। त्यसपछि उनी आफै हाँसे। तर मिडल क्लास मान्छेलाई थाक्ने लग्जरी कहाँ हुन्छ र भाइ? उनले फेरि भने। म केही बोल्नै सकिनँ, किनकि त्यो सत्य थियो, एकदमै नाङ्गो सत्य। मिडल क्लास मानिसहरू सपना पनि हिसाब गरेर देख्छन्, खर्च हेरेर खुसी हुन्छन्, आफ्नो इच्छा पोस्टपोन गर्दै परिवारको आवश्यकता पुरा गर्छन्। अनि समाजले उनीहरूलाई कहिले हिरो मान्दैन। उनीहरूले मेडल पाउँदैनन्, कसैले एप्लज दिँदैनन्, कसैले उनीहरूको सेक्रिफाइस देख्दैनन्। मलाई लाग्छ यो पृथ्वी कहीँ अडिन्छ भने यस्तै त्याग गर्ने मान्छेहरूको काँधमा नै अडिन्छ। हामी मेरो घर नजिकै पुग्यौँ। बाइक रोकियो। म ओर्लिएँ। मोबाइलबाट पेमेन्ट गरेँ, तर जान मन लागेन। दाइ, मैले बोलाएँ। हजुर भाइ, उनले भने। तपाईँले गरिरहनु भएको कुरा धेरै ठुलो हो, मैले लामो सास तान्दै भने। उनी हाँसे। ठुलो केही होइन यार, मैले भने। सबैले गर्न सक्दैनन् दाइ। उनी केही बेर चुप रहे, त्यसपछि हेलमेट खोल्दै भने। जीवनले सिकाउँछ भाइ, आफूभन्दा अरूको खुसी ठुलो लाग्न थालेपछि मान्छेले जे पनि गर्न सक्छ। त्यो वाक्य मेरो मनमा गढेर बस्यो। उनी बाइक स्टार्ट गर्न लागेका थिए। अचानक मैले सोधेँ, अनि दाइ तपाईँ ह्याप्पी हुनुहुन्छ? उनी केही सेकेन्ड चुप रहे। त्यो प्रश्न सायद सजिलो थिएन। त्यसपछि उनी मुस्कुराए। यसपटकको मुस्कान अघिल्लोभन्दा फरक थियो। पूर्ण खुसी त को छ र भाइ? उनले बिस्तारै भने। तर जिम्मेवारीबाट भएको छैन भन्ने कुराको सेटिस्फ्याक्सन चाहिँ छ। म केही बोल्नै सकिनँ। उनी गए। बाइकको रातो बत्ती बिस्तारै टाढा हुँदै हरायो। म एकैछिन त्यहीँ उभिरहेँ। त्यो रात म सुत्न एकदमै गाह्रो भयो। बारम्बार उनकै कुरा सम्झिरहे। सामाजिक सञ्जालमा हामी सबैले आफूलाई सफल देखाउन खोजिरहेका हुन्छौँ। कोही क्याफेको फोटो हालिरहेका हुन्छन्, कोही नयाँ आइफोन किनेको। तर त्यही भिडमा कतै एकजना बुवा हुन्छन्, दिनभरि अफिस गरेर राति पठाउ चलाइरहेका, कसैलाई नभनी, कसैसँग सिम्प्याथी नमागी, कसैलाई दोष नदिई, बस आफ्नो परिवारको भविष्य थोरै सहज बनाउन। त्यो रात मैले एउटा कुरा बुझेँ, जीवनमा सबैभन्दा बलिया मान्छेहरू सधैँ ठुलो स्वरमा बोल्नेहरू हुँदैनन्। कहिलेकाहीँ सबैभन्दा बलिया मान्छेहरू त उनीहरू हुन्छन् जो चुपचाप आफ्नो थकान लुकाउँछन् अनि अरूको लागि बाँचिरहेका हुन्छन्।